पुलिसको मजा के अरे कोबानमा गएर पुलिसलाई खबर गर भनेर भन्यो। जापानमा नि यस्तो हुन्छ, कोही वडा कार्यालयमै अनि बोलाएर अनि त्यस्तो ठगी गर्छ भनेर तर्स्यायो। अनि त्यसपछि हेलो गाइज, म चाहिँ अहिले चाहिँ नाकानुको एक्समा आएको थिएँ होइन, बिहान बिहान नाकानुको एक्समा। अस्ति मलाई चाहिँ सेन्सिउ के अरे अघिल्लो हप्ता चाहिँ फोन गरेको थिएँ कि अघिल्लो हप्ता 3 दिन लगातार फोन आयो। अनि त्यसपछि लगातार फोन आइसकेपछि मैले अनि किन कहाँबाट आयो होइन, म क्लासमा थिएँ अनि उठाउनै नमिल्ने। अनि त्यसपछि लास्टमा त अनि आफैले कल ब्याक गरेँ कि यत्रोचोटि फोन आइसक्यो किन आयो भनेर। अनि उता कल ब्याक गरेँ, त्यसपछि कल ब्याक गरेर बुझेको। अनि त्यहाँ चाहिँ मैले मात्र बुझेँ कि के अरे फोन गरेर अनि कुयाक्सको नाकानु कुयाक्सोमा आऊ अनि के अरे तेरो फुरिकोमी भएन भन्नाले ट्रान्सफर भएन पैसा, मेको 5 के अरे 29 तारिकसम्म आइनेछ भने अनि फुरिकोमी गर्न मिल्दैन, त्यसको डेट एक्सपायर हुन्छ भन्यो। अनि त्यसपछि मलाई के को फुरिकोमी हो, यता आउने हो कि उता जाने फुरिकोमी हो त्यो पनि थाहा थिएन। सो अनि त्यसपछि कि अनि जाइरो कार्ड र अनि के ब्याङ्कको पेपर पुगेको छैन अनि त्यसको लागि चाहिँ आउन भनेर भन्यो होइन। त्यो भनिसकेपछि म चाहिँ अनि ठिक छ अब कहिले भ्याउँछ आऊ भने। अनि त्यसपछि मैले पछिल्लो हप्ताको सोमबार आउँछु भनेर भने। अनि त्यसपछि अनि आज चाहिँ अनि कामबाट आएको कि अहिले चाहिँ कामबाटै सिधै यता आएँ होइन। कामबाट डाइरेक्ट अब स्कुल अलि ढिलो छ नि त, अलि पछि छ। अनि त्यसपछि कामबाटै यता आएँ। अनि त्यसपछि अस्ति त मैले अनि नाकानु कुयाक्सोमा के अरे सिटी अफिसमा अनि त्यसको 8 नम्बरको झ्यालमा आइज भनेर बुझेको छु कि। अनि त्यहाँ 8 फ्लोरमा आइज भनेर रहेछ। अनि मैले चाहिँ 8 नम्बरको झ्यालमा भने जस्तो लाग्यो। अनि त्यसपछि म कुयाक्सोको अनि उमा गएँ के अरे कुयाक्सोमा गइसकेपछि त्यसपछि कुयाक्सोमा त्यहाँको मान्छेलाई भनेको मलाई यतो यतो बोला थियो सेन्सिउ मलाई फोन गरेको थियो भने पहिलो अघिल्लो हप्ता। अनि मलाई यो पुगेन भनेर लिएर आइज भनेको थियो। अनि यो कहाँ हो भनेको अनि उसले के को लागि हो भन्छ। अनि इन्सुरेन्सको हो कि होइन, इन्सुरेन्स त होइन मैले अनि होकेनको त होइन। त्यसपछि पेन्सनको हो कि अनि चाहिँ पेन्सनको होइन, म स्टुडेन्ट हो भने होइन। के नम्बर देखाएँ, त्यसपछि त्यो नम्बर चाहिँ अनि त्यो म चाहिँ यो त रङ के अरे ठगको नम्बर हो अनि भनेर अनि गुगलमा उसले चेक गर्दाखेरि अनि त्यहाँ बुढी आमाहरू हुनुहुन्थ्यो। अनि यो त ठगको नम्बर हो, यो चाहिँ यो यहाँको नम्बर होइन। अनि त्यसपछि एकचोटि पुलिसको मजा के अरे कोबानमा गएर पुलिसलाई खबर गर भनेर भन्यो। म त तर्सेँ यार। त्यसपछि किन मलाई कहाँबाट ठगले फोन गर्यो होला, क्रेडिट कार्ड लगाएको छस् कि भन्यो। अनि मैले लगाएको छु भने पेको लगाएको छु भने होइन होइन। अनि एकचोटि पुलिसलाई खबर गरेर भने म त तर्सेको कि। अनि ला म त के जापानमा नि यस्तो हुन्छ, कुयाक्सोमै अनि के अरे वडा कार्यालयमै अनि बोलाएर अनि त्यस्तो ठगी गर्छ भनेर तर्स्यायो। अनि त्यसपछि ला के गर्ने हो, पुलिसकोमा जान्छु भनेर 2 फ्लोर तल झरेको। एकचोटि अब फोन गरौँ न के रहेछ। अनि त्यसपछि फोन गरेर एकचोटि बुझौँ न भनेर अनि फोन गरेँ। त्यसपछि अनि कहाँ छस् भने अनि मैले नाकानुको सिटी अफिसमा छु अनि भने। अनि त्यसपछि म यहाँ 8 नम्बरको झ्यालमा बोलाएको थियो, म यहाँ पुगेको थिएँ अनि होइन रहेछ त भनेर भनेको। अनि त्यसपछि 8 नम्बरको झ्याल होइन 8 तलामा आइज भनेर भन्यो। त्यसपछि म अनि 8 तलामा गएँ। 8 तलामा पनि फेरि त्यहाँ यस्तो ठाउँमा रहेछ कि सानो 4 जना अटिरहेको रहेछ अनि सानो बसिरहेको रहेछन्। सो अनि त्यसपछि अनि यतापट्टिको बाहिरको रिसेप्सन अर्को अफिसको रिसेप्सनलाई सोधेको। अनि त्यसले सायद यो उतापट्टिको त्यही होला, यता गएर यता सोधा के अरे बुझ्दै गर, त्यसपछि के रहेछ हामीलाई थाहा हुँदैन भनेर भन्यो। त्यसपछि उतापट्टि गएँ अनि डर लाग्दो लाग्यो कि त्यहाँ पनि लो भित्र गएको, भित्र पनि सानो छन् थोरै छन् है, 4 जना मात्र बसिरहन। अनि जाने बित्तिकै फेरि उनीहरूको एक्सप्रेसन पनि अर्कै क्या, त्यहाँको अनि कस्तो ठगी गर्ने होला जस्तो एक्सप्रेसन देखायो। म त झन् डराएको। अनि त्यसपछि डराइसकेपछि अनि ला अब के गर्ने होला भन्ने कुरा गर्दै गएँ। त्यसपछि अनि जाइरो माग्यो, जाइरो पनि दिएँ। त्यसपछि अनि के अरे ब्याङ्कको पनि लिएर आइज भनेको थियो अनि भनेर अनि ब्याङ्कको पनि देखाएको भने ब्याङ्कको पनि दिएँ। अनि त्यसपछि अब चाहिँ अनि अब आफैले कसो कन्फ्युज के अरे ऊ भयो नि त, कौतूहलता भयो। अनि त्यसपछि ला के को हो, यता दिने पैसा हो कि के अरे दिने हो कि उता लिने हो कि बा के को हो। अघि त पुलिसलाई दियो भनेको थियो त्यो नम्बर, ठगी त
के को ठगी गर्ने होला र भनेर सोचेँ होइन। त्यसपछि अनि सोधेँ, अनि त्यसपछि यो के को लागि हो, अनि खै यो पेपर के को लागि हो, मैले भर्न पर्ने भनेर भनेको होइन। अनि त्यसपछि बल्ल शान्त भयो। किन थाहा छ किन भन्दाखेरि अनि के अरे पोहोरको 2025को होइन 10 महिनासम्म जुन यो नाकानो सिटीमा बस्ने नाकानो कुमा बस्ने मान्छेलाई पोहोरको वर्ष चामलको भाउ भक्तै बढाएको थियो कि एकदमै माथि गएको थियो। सो अनि त्यो मान्छेहरूलाई चाहिँ अनि के अरे महँगी भत्ता बापतको अनि 20,000 दिने रहेछ क्या। सायद त्यो खाइसबाट के वडा कार्यालयबाट होइन रहेछ, त्यो के कुनै केहीबाट रहेछ। अनि त्यसपछि अनि पैसा दिनलाई हो, अनि 20,000 दिने गरेछ प्रत्येकलाई। सो त्यही भएर बोलाएको भनेर भन्यो होइन। बल्ल शान्त भयो क्या। अनि बल्ल सास फेर्न सजिलो अब भयो क्या। ए त्यसो रहेछ भनेर अनि त्यसपछि अनि कुरा गर्दै गएँ। अनि कुरा गरेर अनि के अरे अब यसको फर्म सबै भऱ्यो। अनि उनीहरूले त्यो जुन पुगेको थिएन नि ब्याङ्कको पेपर र अनि मेरो अब रेसिडेन्ट कार्डको त्यसको फोटोकपी गरेर अनि एउटा अनि के भन्छ चिठीको खाम जस्तो हुन्छ कि त्यो सबैको यहाँ हाल्दाखेरि त्यो पेपर अनि तल गएर पोस्ट अफिसमा हाल भनेर भन्यो। अनि त्यसपछि बल्ल शान्त भयो क्या, नत्रसम्म डर लागेर होइन। अनि त्यसपछि अर्को कुरा त्यो पैसा फेरि अहिले ठ्याक्कै आएन कि 2 महिना आउँदैन कि 20,000 भनेको तेरो यो नम्बर ल अनि कुनै हुन्छ। अनि त्यसपछि अब ढिलोमा अहिले तत्कालै आउँदैन, ढिलोमा अब 6 हप्ता लाग्छ। इनकेस 6 हप्ताभित्रमा आइपुगेन भने अनि तँले यो नम्बरमा फोन गर्नु भनेर भन्यो क्या। बल्ल शान्त भयो। यहाँ अब चाहिँ यस्तो हुन्छ कि फोन पैसा दिनलाई पनि फोन गरी मैले चाहिँ त्यतिखेर त्यो राम्रोसँग ट्रान्सलेट गरेर हेर्नु पनि त्यो पनि हेरेको थिइनँ। अनि अर्को कुरा त बुझ्न त अब कहाँबाट बुझ्ने हो र होइन। सो बुझेको थिएन अनि ट्रान्सलेट गरेर नि हेरेको थिएन। अनि त्यही भएर खुरुखुरु हालेको थिएँ यहाँ के पेपर गर्नु होइन, खुरुखुरु भरेर त्यही अनि हालेको थिएँ। त्यसमा जाइरो कार्ड र ऊ राखेको थिएन क्या। त्यसपछि तिनीहरूलाई अनि त्यो यो मान्छे हो कि होइन भनेर अनि कन्फ्युज भएछ। अनि फोन गरेर अनि पैसाको लागि के पैसा हाल्न हामीले सकेनौँ अनि मिलेन, तपाईँ अनि यो पेपर लिएर आइज भने रहेछ। मैले चाहिँ त्यति चाहिँ अनि कन्फ्युज भएर होइन। अनि आज आएँ। अब आज चाहिँ अब जस गरेँ। अब यसको अब 6-7 हप्तापछि सायद आउँछ कि भन्ने हेरौँ। 20,000 भनेछ। फोन गरी पैसा लिन बोलाउँछ। यहाँ चाहिँ यस्तो छ है जापान। कहिलेकाहीँ ठिकै हो, कहिलेकाहीँ चाहिँ ऊ पनि छ, कहिलेकाहीँ अब यस्तो कुराहरूमा चाहिँ अब जस महँगी भत्ता यताउता भएको बेलामा उ गरिहाल्छ। त्यस गाइस अब चाहिँ एकछिन घर गएर सुत्छु होला। अनि त्यसपछि स्कुल जान्छु कति 2 बजेतिर। स्कुल त कति 3 बजेबाट हो, तर 2 बजे म निस्कन्छु। अहिले चाहिँ अब यहाँबाट ट्रेन चढेर जानुपर्छ कि अघि चाहिँ आधासम्म ट्रेन चढ्यो अनि आधाबाट हिँडेर आएको थिएँ। सो अब चाहिँ फेरि 20 मिनट जति हिँडेर फेरि ट्रेन चढेर जान्छु अनि होइन जान्छु। सो त्यही हो। अब अलिकति अब त्यही बुझ्न चाहिँ पर्छ। अब डर त भइहाल्छ कि, तर पनि अलिकति अब सबै कुरो बुझेर गर्नुपर्ने रहेछ। यहाँ चाहिँ होइन अब पैसा पनि लिन आऊ भनेर फोन गर्छ। त्यो चाहिँ त्यस्तो कुराहरूमा चाहिँ अगाडि पेपरहरू ट्रान्सलेट गरेर चाहिँ त्यो यहाँ सफा पनि गरेर रहेछ। त्यही भएर कोही नयाँ हुनुहुन्छ भने सबैजनाले पनि त्यस्तो पेपरहरू आएछ भने अब ट्रान्सलेट गरेर अथवा बुझेर गर्दा चाहिँ राम्रो है, समयमा आउँछ। मेरो अब आउन त आउँछ होला, तर यहाँ त्यस्तो त हुँदैन। फेक डकुमेन्टहरू छैन भने त सबै आइहाल्छ कि। सो त्यही भएर अब बुझेर अब राख्नु होला भन्ने चाहिँ मैले चाहिँ आग्रह चाहिँ गरेँ। तर यहाँ भएपछि जान मन नलाग्ने रहेछ, कस्तो क्लिन वेदर के होइन। तर अब एकछिन सुत्नुपर्छ घर गएर। अब हिजो सुत्यो भने नाइट काम थियो अनि त्यस्तो सुत्या छैन नि त। आँखा सायद त्यस्तो त देखा छैन कि खै के हो, तर पनि अलिकति सुत्नुपर्छ भन्छ। फेरि अहिले गर्मी टाइममा चाहिँ सुतेपछि झ्याप्पै सुतिहाल्दो रहेछ अनि स्कुलले छोड्छ। हेरौँ अब निन्द्रा अब बेलुका फेरि काम छ, सुत्नुपर्छ अलिकति सुत्नुपर्छ। फेरि सुत्या भइहाल्छ नि त। अलार्म राखेर 3-4वटा अलार्म राख्दा पनि कहिले काहीँ छुटिहाल्छ। सो यहाँ चाहिँ
मान्छेभन्दा कुकुरलाई चाहिँ धेरै उ गर्छन् क्या, भ्यालु गर्छन्। अनि सो त्यही भएर यस्तै हो। यो चाहिँ पब्लिक टोइलेट है। पब्लिक टोइलेट चाहिँ यस्तो हुन्छ, बाहिरबाट यसो अब भित्र चाहिँ फेरि अब त्यहीँनिर लडेर सुत्दा पनि त्यस्तो घिन नलाग्ने हुन्छ, त्यस्तो सफा हुन्छ। यो चाहिँ कुकुर खेल्ने ठाउँ है। यहाँ चाहिँ अहिले चाहिँ एउटा छ, त्यहाँ कुकुर खेलाउनलाई बिहान बेलुका ल्याउँछन् कि प्रायः ल्याइरहेको छन्। यहाँ चाहिँ कागलाई पनि खाना दिने ठाउँ रहेछ, परेवालाई नदेऊ भनेर रहेछ। सो यहाँ चाहिँ सबैको कुकुरहरू ल्याएर खेलाउँछन्। वाउ, के हो यस्तो देखेपछि त निन्द्रा त लागेन, तर अब सुत्नुपर्छ भाइ। कस्तो आनन्दको मौसम क्या है। सो गाइज, हेर्दै गर्नु होला मेरो भिडियोहरू। म बेला बेलामा घाम झुल्क्या जस्तो बेला बेलामा ल्याइरहेको हुन्छु। अल्छी धेरै भयो कि कन्टेन्ट बनाउन नजाने हो कि होइन। सो मन लाग्छ, कहिलेकाहीँ रहर लाग्छ, गरिन्छ, कहिलेकाहीँ ट्याक्कै अनि के हुन्छ कि अल्छी लाग्छ। अहिले त फर्स्ट इयर भन्दा नि अहिले त टाइम छ कि, फर्स्ट इयरमा चाहिँ टाइम थिएन, अहिले चाहिँ अलिकति टाइम छ त। कहिलेकाहीँ निन्द्रा हुन्छ, कहिलेकाहीँ के हुन्छ, कहिलेकाहीँ अब त गर्मी लाग्यो फेरि हिँड्नै मन लाग्दैन, त्यस्तो छ। सो हेर्दै गर्नु होला, म बेला बेलामा झुक्किँदै गर्छु है त।